गुड मर्निङ सबैजनालाई हैन तो गाइस यो चाहिँ मेरो डेलिभरीको सेटअप हो हैन अनि यो सबै चाहिँ अब उबरको हो ब्यागमा त जस्टिटको हो सो साइकल चाहिँ योर लाइफ भन्ने हो E20 भन्ने यसको स्टिकर दा हुन्थ्यो तर मलाई स्टिकर टाँसिन हैन तर साइकल चाहिँ खास योर लाइफ E20 भन्ने मोडल हो सो अनि त्यही नै हो साइकल चाहियो अनि ब्याग चाहियो म खास उबर गरेर आऊ तर मैले उबरको ब्याग भेटिनँ सो जे भेटाएँ त्यही जस्टिटको ब्याग अनि यो चाहिँ ठुलो पनि छ ब्याग अनि यसमा चाहिँ पिज्जा पनि हाल्नु मिल्छ योभन्दा पहिला मैले सानो ब्याग युज गरेको थिएँ टेमुबाट आउने 1 पाउन्डको त्यसमा चाहिँ पिज्जाहरू हाल्नु मिल्दैन थियो अनि त्यसले गर्दा चाहिँ धेरै अर्डरहरू चाहिँ मैले क्यान्सल गर्नुपर्ने हुन्थ्यो सो दिस इज द बिग वान यसमा चाहिँ एकदम ठुलो 10 इन्चसम्मको पनि पिज्जा मजासँग अट्छ यो चाहिँ उबर ब्याग भइहाल्यो होइन सरी जस्टिट ब्याग भइहाल्यो अनि यहाँभित्र चाहिँ मैले मेन युज गर्ने मेरो सेटअपहरू छ सो यो चाहिँ हो मेरो टोपी अनि यो चाहिँ हो मास्क अनि दिस इज द हेलमेट है अनि यो हो पन्जा अनि यो पन्जा पनि तपाईँको चाहिँ टचवाला पन्जा हो किनभने त्यो काम गर्दाखेरि म्यापहरू जुम इन जुम आउट गर्नुपर्ने हुन्छ लोकेसन हेर्नुपर्ने हुन्छ सो त्यसको लागि अनि मेन अर्को भनेको चाहिँ एउटा डिलक भन्ने चाहिन्छ साइकल किनिसके पछाडि त्यो चाहिँ यो हो अनि मैले तिमीलाई भन्ने कुरा पनि साँचो हो केटा हो कि होइन हुनसक्छ अनि यो चाहिँ डिलक हो होइन किनभने साइकल लक गरेर अर्डर लिन पुऱ्याउन जानु पर्ने हुनसक्छ सो ओभरअलमा त्यही हो अर्को चाहिँ फोन माउन्ट भइहाल्यो यो चाहिँ फोन हाल्नको लागि हो किनभने कहिले काहीँ पानी सानी पर्छ अनि यसो यहाँ म्यापसाप हेर्नको लागि सो ओभरअलमा त्यही हो सेटअप चाहिँ अनि साइकल चाहिँ कुद्छ मेरो राम्रैसँग कुद्छ 4-5 घन्टा 5-6 घन्टा मजासँग चल्छ सो यदि कसैलाई चाहिँ पिएसडब्ल्यूमा उबर गर्न मन छ जस्टिट गर्न मन छ डेलिभर गर्न मन छ भने चाहिँ यु क्यान डु इट अनि जस्ट एकदम राम्रो पैसा कमाइ हुन्छ त्यही नै अब यो चाहिँ थ्रोटल पनि हो प्याडलसिस पनि हो म तपाईँलाई देखाइदिन्छु है त कसरी कुद्छ भनेर यो भाइ विलमा जुम गर अनि यहाँ मिटरमा आएर देखाउ त गाइजहरूलाई कति कुद्छ टप स्पिड देखाइदिउँ 3 मा हो है अब 4 मा गयो यो 5 मा गयो यसको यही हो अनि 7 स्पिड गियर छ है त सो त्यही हो यसो चलाएर देखाउँछु तपाईँहरूलाई होइन अनि यसको चाहिँ मैले यो मेन खास लक गरेर राखेको छु किनभने यो नहल्लियोस् भनेर होइन अनि साइकलसँग अर्को चाहिँ तपाईँको यो आउँदैन यो स्याडल ब्याग चाहिँ आउँदैन है यो चाहिँ आउँदैन यो चाहिँ मैले एक्स्ट्रा किने हो अनि यहाँ चाहिँ पहिला मैले फिक्स गरेको थिएँ तर यो आजभोलि चाहिँ फिक्स छैन किनभने कहिलेकाहीँ साइकल यताउता चलाउनु पर्ने हुनसक्छ अनि त्यही भएर फेरि यो बोकेर हिँड्न भेजा हुन्छ त्यही भएर चाहिँ यसलाई मैले यहाँ रबरले यसरी हालेर बनाएको छु सो यो चाहिँ मेरो ब्याग होल्डर हो अनि यो चाहिँ ब्याग बोक्न नै पर्दैन आफूले इजी टु क्यारी हुन्छ ढाड दुख्दैन भनेर हो सो आजलाई यति नै है त ल कोही यसो उबर सुबर डेलिभरी गर्ने इन्ट्रेस्टेड भए फर्दिवन भाइले यसो त्यहाँ उता गेम सेम देखाउँदैछन् लासा फर्काउने यतै हो ठ्याक्कै यसो कसैलाई केही गर्न मन भएपछि चाहिँ गर्नु होला अनि यो ब्याट्री चाहिँ हाम्रो रिमुभ पनि गर्न मिल्छ रिमुभेबल ब्याट्री हो अनि उबरले पैसा कसरी दिन्छ भन्ने विषयमा चाहिँ लाइक दिन्छ 1 माइल 1.5 माइल 2 माइल जस्तोको 3 पाउन्ड अनि त्योभन्दा मास्टर गयो भने चाहिँ 4 पाउन्ड 5 पाउन्ड होइन अनि त्यही हो आफूले केयर गर्नुपर्छ अनि सधैँ चाहिँ त्यो म्याप हेरेर भर हुँदैन आफूले स्मार्ट भएर चाहिँ कति सर्टकट वे आफूलाई थाहा छ भने चाहिँ यसो गर्नुपर्छ किनभने म्यापले कहिलेकाहीँ चाहिँ यस्तो यस्तो बाटो देखाइदिन्छ कि होइन उही जानु पनि तर यता छिरेर यता निक्ल्यो भनिदिन्छ क्या जब कि स्ट्रेट गए पनि त्यो मिल्ने खालको बाटो हुन्छ क्या होइन कहिलेकाहीँ चाहिँ 8 मिनट देखाएको बाटोमा म 2 मिनटमा पनि पुगेको रेकर्डहरू छ सो त्यस्तो त्यस्तो कुराहरू चाहिँ हो होइन अनि त्यसो गर्दा हुन्छ उबर राम्रै हुन्छ अलिकति चाहिँ विचार गरेर अनि यो चाहिँ खास मेरो मेन कन्ट्रोलर होइन मेरो मेन कन्ट्रोलर चाहिँ पानीले बिग्रेर चाहिँ मैले चेन्ज गरेँ हो त्यही भएर चाहिँ यस्तो खालको देख्छ ओभरमा चाहिँ यो साइकल ठिकै छ अनि यो चाहिँ लगभग चल्छ होला 50 देखि 60 माइलसम्म चाहिँ एक फुल चार्जमा चाहिँ चल्छ विथ प्याडल असिस्ट थ्रोटल अन गऱ्यो भने चाहिँ आइडन अनि अहिलेसम्म चाहिँ यसलाई मैले फुल्ली ड्रेन गरेकै छैन यसको ब्याट्री चाहिँ अहिलेसम्म फुल्ली ड्रेन भएको छैन 0 अहिलेसम्म भएकै छैन यो चाहिँ मैले किनेदेखि होइन 2 सम्म झरेको छ 2 देखि तल चाहिँ 1 पनि झरेको छ मलाई थाहा छैन 2 सम्म चाहिँ यसको बार छ यसको चाहिँ 5 वटा बार देखाउँछ ब्याट्रीको चाहिँ सो त्यही हो है त सो द्याट्स अल फर टुडे सी यु सुन इन द नेक्स्ट भिडियो टाटा बाई बाई